यो पाथिभराको स्थान यस्तो छ, पुग्नु भएको छैन भने हेर्नुहोस् पूजा गर्ने ठाउँ। उयो यो जहाँ बार लागिएको छ त्यहाँबाट चाहिँ मुख्य स्थल जाने हो। दर्शनार्थीको भिडभाड छ। भन्दै पाथिभरा दर्शन सकाएर हामी रिटर्न लाग्यौँ आफ्नो गन्तव्यतिर। अब आजको दिन घर पुग्नुपर्छ। यहाँ भिडभाड पनि एकदम पातलो भइसकेको छ। हाम्रो टोलीहरू अघि हिँडिसकेर यहाँ भाउजू र म मात्र पछाडि छु यहाँ भिडियोले गरेर। मुकुमलुङदेखि देखिने कुम्भकर्णको दृश्य सरर पारी जम्मै हिमाल हिउँ छ सेतै होइन चट्ट। अनि यो आउने बाटो उकालो यो बनाइएको बाटो हो। बादल नि लागेको छ, रमाइलो छ। हामी ओह्रालो लाग्यौँ होइन, त्यत्रो मन्दिरबाट फर्किनु भएको, घन्टी बजाउँदै जानु। ओह्रालो इन्द खोइङ यहाँ कम्पनी अब भोजन गर्ने तयारीमा छौँ है। यहाँ अब अरू पनि हुनुहुन्छ तन्नसँगले। गाइज हेर्नुहोस् यस्तै हुन्छ यो पाथिभराको यात्रा, तीर्थयात्रा। हामी स्वर्ग पुगेर आयौँ। चिसोमा यहाँ चिया पिउँदैछौँ। यहाँ देखाइदिनुहोस्। पूजा सिकेर हामी अब फर्किने क्रममा हामी चियाहरू भएको खाजा नास्ता पूजा गर्न छौँ। देवीको पूजा भयो, अब पेटको पूजा। यहाँ म चाहिँ सिक्किमबाट ल्याएको छु रातो, अरे जाडोले भनेर। दाजु काका मौका खानु न, कस्तो राम्रो छ यो खोला चाहिँ। यहाँ हुन्छ यो खोल नफालौँ है, यो खोला कोरियाबाट आएको पै। यो मकै nasa tsebe bigma hewa gutse hukumlung mak sewa jukse hukure obok abage membi hukumlung mak athange mem itale lumhak setange bigla itnawa batna ketange bigla sewaru बिहान सबै दर्शनार्थी भक्तजन उकालो लागे। अहिले सेकी ठेकी ठ्याक फेरि ओह्रालो लाग्दैछु है। गाइजहरू यहाँ ओह्रालोमा छौँ। ओह्रालो चाहिँ गाह्रो, खुट्टा मर्क्यो भने कसले उपचार गर्ने। उकालो बरु थामिँदै खेलिँदै आइन्छ। ओह्रालो चाहिँ पाथिभरा मन्दिरको दर्शन गर्नुभएकोमा हार्दिक धन्यवाद सहित यात्रा सफलताको शुभकामना। आँखा तेजिलो भएर मात्र सबै बाटो देखिँदैन रहेछ। घर छेउको चिहान पुग्न जिन्दगी भर हिँडेको थिएँ म। साथीले अपमान क्या शानदार गर्न थाल्यो। मेरो दुवै हात काटिएपछि नमस्कार गर्न थाल्यो। ईश्वर दहाल, जय पाथिभरा माता। यस्तो छ अवस्था। अब पाथिभरा जानु आउनु यतिसम्मको सुविधा छ। पुर्याउने ल्याउने नसक्ने व्यक्तिहरूलाई जीवन भागेर होइन भोगेर बाँच्नुपर्छ। बदला लिएर होइन बदलिएर हाँस्नुपर्छ। धनजन्य नेपाल, जय माता पाथिभरा। धन्यवाद। उठाउने ठाउँ रहेछ यो चाहिँ। कान्छी थान कि कान्छी थान के हो यो? पहिलो चोटि पाथिभरा मुनिको अलिक ठुलो भनौँ न। यो चाहिँ यो गेट चाहिँ प्रवेशद्वार हो। यहाँ हेर्नु होला मेरो स्ट्यान्ड हल्लेर माथलो फेदीदेखिको प्रवेशद्वार गेट हो यो। थपरा फुङ्गिन फ्याक्पी म्याम्बी
मुकुमलुङो आधागे इपना पापना क्यापी ब्यापी भएन त यो चाहिँ माथ्लो फेदी अब हामी माथ्लो फेदी हाम्रो यो बास बसेकोदेखि हामी ओह्रालो लाग्यो अब यो अब सानो फेदी ल माथिल्लो फेदीबाट ओह्रालो लाग्यो तल्लो फेदीतिर यहाँ निकै धेरै दर्शनार्थीहरू दर्शन गरेर फर्किसक्नु भएको छ यहाँ हेरौँ भिड ओह्रालो जाँदा जति मजा आयो आउँदा त्यति नमजा आयो ओ भाउजू त्यो जङ्गल के दुम्सी खेदाउनु आउनु भएको हो यता बाटो छोडेर यार जङ्गल हुन्छ न दुम्सी खेदाउनु हिँड्या जस्तो हामी चाहिँ माथि मुकुमलुङ पुगेर फर्केको यो तल देखिने चाहिँ बलु डाँडा अझै तल देखिँदै गर्ने चाहिँ सानो फेदी हो यहाँ बलु डाँडा छेउछेउ हामी झरिसक्यौँ त्यहाँ तल फर्किनेहरूको तात देख्न सकिन्छ हेर्नुहोला भिड यो पाखीभरादेखि आउँदाखेरि बाटोमा एकदम लेखाली जडीबुटीहरू के अरे सागर्दै देखाउँदै जानु त हलचुडो धुप चिम्फिङ एकदम लेकाली चिम्बिन पखान्डे अनि अरू के रहेछ बेडाको घिउ सिस्नु कालो मिश्री हर्रो बर्रो अनि मेहेलको चना कोदोको पिठो गुराँसको फुल यो आन्टीकोमा बाटैमा तपाईँले यो लेकाली जडीबुटी पाउन सक्नुहुनेछ मुकुमलुङ केवल कारको लागि संरचना बनिँदै गरेको जस्तो छ यहाँ तल हेर्दाखेरि यहाँ नयाँ संरचना बनिँदैछ अनि यहाँ माथि आएर सरक्कै यता माथि हेर्दा ऊ माथि वन फडानी भएको देखिन्छ यो वन फडानी भएको अन्दाजले गर्दा हामीले चाहिँ अन्दाज गरेको है अनि यो चाहिँ केबुल कारको स्टेसन हुन सक्छ भन्ने यो टर्नल समाप्तसँगै हामी सानो फेदी पुग्छौँ जहाँ हामीले बाइक पार्क गरेर राखेका थियौँ हिजो त देखाउनु बिर्सिएछ डे 2 मा आज बाइक पार्क भएको पनि तपाईँहरूलाई देखाउने छौँ यहाँ सुविधा चाहिँ रहेछ धर्मको नाममा यति कि बाइक चाहिँ निःशुल्क पार्किङ हुन्छ काठमाडौँ धरान भएको भए त घन्टाको लाग्थ्यो यहाँ 12 घन्टा छोडे पनि 12 के लगभग 20 घन्टै छोडिँदो रहेछ र निःशुल्क पार्किङ हुन्छ त्यति चाहिँ मलाई ताप्लेजुङको कुरामा एकदम गजब लाग्यो हेर्दै जाउँ सानो फेदी बजार निस्किसकेको छौँ यो चाहिँ सानो फेदी बजार यहाँ हेरौँ आउने जानेको घुइँचो बेलुका प्राय जानेको घुइँचो हुन्छ अब यति बेला चाहिँ फर्किनेको घुइँचो छ गाडीहरू मोटर बाइक मान्छे पर्याप्त आइपुगेका छैनन् गाडीहरू लोड हुँदैछन् जानलाई तयार हाम्रो भटभटेहरू त छैन त पार्किङमा थियो त बाइक त हराए जस्तो छ त एउटा बाइक चाहिँ उता छ अरू पर होला होबी
ल बाटो त खतरा छ नि है। है खेमा भातुई बिस्तारै जाउँ है भातुई। आमै सानो फेदीदेखि धुलै धुलोको बाटो पार गरेर हामी चाहिँ सुकेटार आइपुग्यौँ। यो तल देखिने चाहिँ सुकेटार डाँडा हो। सुकेटारसम्म चाहिँ कच्ची बाटो स्तर उन्नति हुँदै रहेछ। त्यसो भएर धुलोमा डुब्बिने गरी धुलो छ। अनि हामी सुकेटार पुगेर सुकेटारमा एकछिन पछाडि साथीहरू आउँदै थिए, त्यहाँ मान्छेहरू पनि बसिरहेथे। हामी पनि एकछिन सुकेटार रमाइलो गर्नु, त्यहाँ हेर्न, फोटोसोटो खिच्नलाई एकछिन त्यहाँ हामी पनि बस्यौँ। निकै रमाइलो भयो। एकछिन आधी घन्टाको बसाइपछि त्यहाँ मजाले फोटोसोटो खिच्यौँ अनि वरिपरि हेऱ्यौँ, चिसो खायौँ। अनि आधी घन्टाको बसाइपछि हामी सर फेरि आफ्नो गन्तव्यतिर लाग्यौँ है। अब ताप्लेजुङ फुङदिङ पुग्छौँ। ताप्लेजुङ सुकेटारदेखि ओह्रालो लाग्यो। यहाँ धमाधम बाटो निर्माण हुँदै रहेछ। ओहो ओराती लागेको हरिको चाल हो। यो हाल यो देखिनेमा त रन्किनु पर्ने नि बाबा। यो सिधा अखेरी मेदेर अखे मेमang गाडी गखे मेमel रनिङ छिटो खक्तुना हेका साइटो आंदा। प्रसिद्ध शक्तिपीठ पाथिभरा देवी मुकुमलुङको दर्शन गर्नुभएकोमा हार्दिक धन्यवाद छ। धन्यवाद। यो पुरा हौ आताके बेचिबा हाँ म्याम हौ तल पो त कहाँ यस्तोमा तल राम्रै बाटो छ नि, राम्रै बाटो छ नि तलै हौ, तलै हौ। हौ मलाई खेदाउँ त्यता आएन हौ। हौ त्यता आएन हौ। कता निसिन्छ? तल बाटो जानुपर्छ, हिजोको बाटो। हिजोदेखिको लामो यात्रा अनि
माथि सुकेटारदेखि सानो फेदीसम्म धुलै धुलो कच्ची रोडको यात्राले हामी सबै बाइकहरूको चेन स्पकेट सुक्खा भएको थियो। अनि हामी माथि माथिल्लो फेदीदेखि फुङलिङ आइपुग्यौँ। अनि फुङलिङमा सबै हाम्रो 3वटा गाडीलाई त्यहाँनिर चेनमा मोबिल हाल्नलाई एउटा ग्यारेजमा रोक्यौँ। अनि त्यो ग्यारेजमा 3वटा हाम्रो बाइकमा को चेनमा मोबिल हाल्यौँ, किनभने हाम्रो एकदम चेन ड्राई भएर गाडीहरू बज्नु थालिसकेका थियो। अनि पालै पालो गरेर हामी 3टा बाइकमा चाहिँ हामीले मोबिल लायौँ। अनि मोबिल लाएपछि हाम्रो यात्रा निरन्तर नै छ। आज हाम्रो यात्रा 5 तर्सम्मको घर फर्किँदै गरेको मुकुमलुङ पुगेर। अनि फेरि कस्तो संयोग, हामी बसेको पनि ठ्याक्कै मुकुमलुङ मोटरसाइकल वर्कसपमा पुगेर हामीले मोबिल लायौँ। यहाँ माथि केलाङ च्याब्रुङको रहेछ। फुङलिङमा हटिया लागिरहेछ सानो सानो, हेर्नुहोस् भिडभाड छ। यहाँ गाडी जाम छ। फुङलिङमा अर्को बाटो चाहिँ भएको कारणले गर्दा। ताप्लेजुङ बजार यहाँहरूलाई